सरप्राइज के हो यस्तो बाप रे बाप कैसा लगा मेरा सरप्राइज मस्त हैप्पी बर्थडे टू यू हैप्पी बर्थडे टू यू हैप्पी बर्थडे डियर नुवाको पापा हैप्पी बर्थडे टू यू थ्याङ्क यू टेस्टी ये यो चाहिँ हो सानोबडे सिङ्गल बुक उसको लागि थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच यसको लागि हो यो चाहिँ हो मेरो तर्फबाट तिमीलाई सानोबडे गिफ्ट थ्याङ्क यू सो मच अन्त नुवा यो देऊ पापालाई यो देऊ थ्याङ्क यू बेटा अन्त यो पनि हो मेरो तर्फबाट चाहिँ उसलाई सानोबडे गिफ्ट थ्याङ्क यू तिमीले चाहिँ कस्तो एक्सपेक्ट गरेको थिएँ कि थिएन मैले सरप्राइज दिन्छु भनेर मैले एक्सपेक्ट चाहिँ गरेको थिइनँ उताएर भन न उताएर एक्सपेक्ट चाहिँ गरेको थिइनँ अब खुसी लाग्यो एकदम धेरै धेरै कि यसरी अब त्यो सर्ट टाइममा पनि यस्तो गरेर सरप्राइज दिएकोमा अब भयो रिसाइड ल ममा पापालाई अन्त मैले एउटा विशिङ यो गरेको छु ल यो चाहिँ मेरो बुढीले एउटा विशिङ मेसेज दिएको रहेछ सरू नआएको मम्मा ल अब केक कटिङ चाहिँ भइसक्यो मेरो छोरी र मेरो बुढीले गिफ्ट दिएको चाहिँ म अब खोल्न गइरहेको छु अब हेरौँ है के दिएको रहेछ मेरो छोरीले यो चाहिँ मेरो छोरीले नुहाले दिएको है के दिएको रहेछ बेटाले यहाँ चाहिँ मेरो म र मेरो बेटा छोरी यहाँ दुईजनाको रहेछ यहाँ चाहिँ रहेछ ह्याप्पी बर्थडे टु द बेस्ट पापा फ्रम नोआ बेबी थ्याङ्क यू सो मच नोआ यस्तो छ यस्तो दामी रहेछ नि त है मजाले देख्दै होला बाउ छोरीको फोटो छ थ्याङ्क यू फर्स्ट गिफ्ट मलाई पुरा मन पऱ्यो है यो चाहिँ सेकेन्ड गिफ्ट यो चाहिँ नआएको मम्माले दिएको के दिएको रहेछ हेरौँ है यसको बारेमा चाहिँ केही थाहा छैन मलाई स्क्रिप्ट चाहिँ होइन यो प्रोटिन बार आमा प्रोटिनको कमी भएको छ कि मलाई त्यही भएर चाहिँ मैले प्रोटिन बार दिएको यो चाहिँ प्रोटिन बार रहेछ